ल निस्क्यो है त अब ल भर्खरै यात्रा सम्पन्न भयो ल यहाँ ब्रदरले चाहिँ हामीलाई ल्याइदिनु भयो ए बसहरू हुनुहुन्छ ल श्रीमतीजी यहाँ हुनुहुन्छ एडोन कहाँ गयो ल अब हामी हलतिर जाँदैछौँ है त हेर्नु त अस्ति यही लाएर खिचेको गाडी लगाउनु पर्दैन खोइ त्यहाँ त मान्छे पो छ त तीनटा घर यता लाइनको होला कि यो लाइनको उहाँहरू भित्र रहेछ नि त यहाँ ल स्थल त खेल्ने ठाउँहरू त रहेछ नि त जयमसी सबैलाई एकछिन सामान कतै राखौँ न हलमा राखौँ न एकछिन यहीँ राख सामान यहाँ राखौँ एकछिन हेलो जयमसी के हो तिमीहरू जयमसी नभन्ने यहाँ के मतलब छैन हामीलाई के यत्रो आएर नि फोनमै व्यस्त अझै कोपिला दाइ त आएन त ल ए हल चाहिँ यहाँ रहेछ है ल उता ल जयमसी जयमसी ल रेकर्ड पनि भइरहेछ है ल हाम्रो यहाँ मासु छ यहाँ आन्टी हुनुहुन्छ यहाँ यहाँबाट ल ए टाउकोमा लगाइरहेछ यहाँ खानेकुराहरू ल है त ल तिमी के हो यो रेड नलाएको के हो जाउँ राम्रो रहेछ नि त ओल्ड इजवाला रहेछ कि एन्टिकवाला हो त्यहाँ अहिले एकछिन यहाँ राख कि कोठाहरू हेरेर जानुपर्ने थियो बरु यो त क्याथोलिक चर्च गस्ती रहेछ त ए एकछिन है यहाँ छ है तिमी यहाँ छ है कोठाहरू हेरेर जाने होला के ए तपाईँ भिडियोको लागि मात्रै हो कि हात जोडे जयमसी दाइ Everything fine? हजुर देख्नु भएको छ आफूलाई तपाईँले देखिरहेछ हाम्रो अब यो चाहिँ के अरे के भन्छ यसलाई नेपाली भाषामा भन्छ नि यो यस्तो कुराहरूलाई के सपिङ नेपालीलाई के भन्छ पिकनिक जाँदाखेरि किन्न गएको सामानहरू घरमा लाग्छ नि ठ्याक्कै यस्तो सामानहरू यस्तो नेपालीमा के भन्छ अरे यस्तो सामानहरूलाई ल्याउनेहरूलाई के घरमा राख्छ नि यस्तो खाद्य पदार्थ अनि होइन रासन पानी हे नेपालीको कुराहरू मलाई सोध्नु अलि भाइले नेपाली पढ्ने विषय जस्तो छ ल है त जयमसी फेरि जयमसी हाम्रो किचनमै होला हैन किचन हो त्यता हजुर त्यो किचनमै राख्यो किचनमै यत्रो ठुलो भयो हजुर अब त खाइसियो यो कुर्सानी टोक्छ कि भनेर के अलि टाढै हुन्छ अनि त्यसले अहिले तोल्नु पर्यो नि त ल यसमा चाहिँ हल्का खिचेछ है ल दिदी आन्टी रक्सीको पत्ता ल्याउनु क्या होइन जुसको हेलो कोही त यता पो छ त के गर्दै हो तिमीहरू ल अब टेल योर नेम एन्ड इन्ट्रोड्युस योर सेल्फ प्लिज I am
I am happily Joy and I am 7 years old. Where did you come from? I came from Belgium. Antwerp? I mean which city? Bergen House. Oh, okay. And here? My name is Rizna. I am from Belgium and I am 7. And You came from city. Leuven, yeah? No, Wilsele. Oh, okay. And I am Annie. I am 12 years old, and my birthday is in April 10th. And I came from Leuven. okay, and here? My name is Rosaline. I'm 12 years old and I came from Leuven too. Wow, okay. Okay, and introduce yourself. नेपालीमा भने नि हुन्छ. एनी हो? एनोन हो? तिम्रो नाम एनोन हो? तिमी कति वर्ष भयो? How old are you? 12 years old, okay. ल यता कोपिला पनि छ है, यहाँ कोपिला चाहिँ बेसी छ. तपाईको नाम के हो? ए के गर्दै हो नि? खेल्दै ल ल ल खेल्नुहोस् है त. ल
यहाँलाई समय दिन्छु है फेरि भोलिको कार्यक्रमको सूचना चाहिँ भनिदिन्छु म त्यो ग्रुपमा पनि पठाएको छ है अनि त्यो कारणले गर्दा तपाईँहरूले त्यहाँ पनि हेर्न सक्नुहुन्छ भोलिको म के कार्यक्रम छ भन्ने तालिका भनिदिन्छु ब्रेकफास्ट भइहाल्यो होइन ब्रेकफास्ट बनाउने चाहिँ कसको टोली छ त्यो पनि म भन्नुहुन्छ है त टिम सीको छ भोलि ब्रेकफास्ट बनाउने पालो टिम सीमा को परेको छ म नाम पनि भनिदिन्छु है एस्तर तामाङ क्याप्टेन हुनुहुन्छ है उहाँ एस्तर तामाङ सीमा लामा शिशिर गुरुङ राधिका गिरी सुनिल बस्नेत देव पनि हुन्छ है यहाँहरू सबैजना भोलि बिहान उठेर खाजा बनाउनु पर्ने हुन्छ सबै ग्रुपको नाम भिडियो लिनु पर्यो ग्रेट आदेश अलसको ल यो एरियाबाट चाहिँ अलि रिच देखिँदो रहेछ है त सबै रेडिमेड हो रेडिमेडै हो अर्को मिल्क हाल्ने भयो यो हो नि कसको हो यो थाहै भएन कसको रहेछ तपाईँको हो र कसले हालिराखेको छ सुरु गरौँ ल दाइ सुरु गरौँ है ल जैसी ल कति हाल्दो रहेछ म चाहिँ यहाँ हेर्छु अरे कि नापेर अरे कि त्यो बिहे भोजमा खाना खाने बेलामा क्यामेरा गर्छ नि थोरै हालोस् भनेर अरे कि नो लिमिटेसन सबैजना फेरि आउँदैछ है यहाँ हेलो चिल्ड्रेन्स हेलो नजिकै खिच्यो है ल नाकको सिगान आउने गरी भेरी क्लोज ल रेजिनालाई नि ल ल के हाल्दा पनि हेमन्त राखेर यहाँ राखिनु हुँदैन प्रोजेक्ट आर्यना यता यो माथि गरेर भेरी क्लोज
ठाउँबाट जानुपर्ने भएको छ तर साथीहरू अझै पनि यो ठाउँ छोड्न सकिरहेको छैन है किन रहेछ भन्ने कुरा हामी बुझ्नेछौँ अमृतले यहाँ चेकअप गर्दैछ सबै कुराहरू ल ल अब त जाने बेला भयो ल ल छोड्न साह्रै गाह्रो भयो ल छोड्न साह्रै गाह्रो भयो कोही नछोडौँ है ल ल जाउँ ए हुन्छ त्यतिकै राखिदिनु भयो हुन्छ दिदी ल अब निस्किनु पऱ्यो है ल छोड्न साह्रै अप्ठ्यारो So for 3 days camp, it's 100 euro for everyone. Okay, 100 euro, 100 euro, 100 euro, 100 euro. Children. En Kinderen. wie geen job had, dat was ook free. En kinderen hebben geen job, dus wij zijn free. Is that? Ja, dat is waar. Maar Kijk, Ruben heeft dit gedaan, Ibiu. when you have a job, then you moet betalen. Okay, when you have a job. Maar ik heb geen Geen euro. euro. Ik heb ook euro, maar dat is Ja. thuis. You have euro? Ja, Okay. nee, geld zo. Okay. ल ल ल अब जानुपर्छ सर कोरे ए सुटकेस यहाँ छ मसँग हामीसँग जाने ल हाम्रो गाडीमा यहाँ छ ल ल अब खोइ प्रार्थनाहरू गरौँ न आमा बोलाउँ त जाउँ ल सबैजना हेर्नु त बोला त एकचोटि फेरि लास्टमा साह्रै गाह्रो भयो कि अब त्यस्तो साह्रो गर्नु पर्दैन नि हामीले यति गरेर चित्त बुझ्दैन उनीहरूले फेरि गर्छ एउटै हो कि हामी प्रार्थना गरेर ल एभ्रिवान ल ल ल ल ल ल तज जान म हेर्नु मोबाइल त आमा सम्झाइदिनु रे बाबालाई मोबाइल छोडिदिन्छ फेरि प्रार्थना गरौँ ल आशिष बाँड्ने होइन अहिले के पनि सिर्फ प्रार्थना मात्रै आमाले गवाई बाँड्ने भन्ने कुराहरू हुन्छ होला फेरि लो हेर्नु न 1 घन्टा बढी भइसक्यो अनि उनीहरूले हेरिसक्यो त्यहाँ ल हेर्दैछ है ल सबै जाउँ अब ल यो घर हाम्रो होइन कि यो ल एकछिनमा अलिक बस्नु पनि बसिन्छ त्यसपछि बसाउला अरे उताबाट हेरिसक्यो मान्छेले ल प्रार्थना गर ल प्रार्थना प्रार्थना गरिहालौँ ल सकिहालौँ प्रार्थना गरेर आफ्नो बाटो लागौँ कि ल ल ल धेरै गन्थन मन्थन नगरौँ ल अलि त म पार म प्रभुको पाउहरू हामी हौँ अँध्यारो गाउँहरूमा पुग्ने स्थानमा
आमेन जयमसी ल अब यो ठाउँ छोडौँ है बाहिर बाहिर तपाईँ यहाँ बस्न भिडियो गर्दै हामी चाहिँ जान्छौँ पर्खिन यीशुको शरीर ल ल ल ल ल हेर्नु त अरूलाई पनि बोला कि ल निको पार्ने पापले भत्किएको संसारमा सालोमलाई फर्काएर ल्याउने ल आशेमा ल ल जयमसी बाई बाई ल निराश नहोस् होला निराश नहुनु होला ल ल ल है आफ्नो स्टाइल देखाउँदै आउनुहोस् है त ल बिदाई जयमसी बाई बाई हुन्छ हुन्छ हस् ल ल हस् बाई चाबी दिएर जानु पर्छ भइसक्यो होला बाबाले कुरा गर्नुभयो होला बाबासँग कुरा त्यो हराएको चाबीको कुरा गर्नुभयो ए भएछ त्यो उता भनिसक्यो ल भाउजू जाऊ आउनु हेमन्त ल जा ए एकछिन है त म आउँदैन एकजनाले भन्नुपर्छ अरे बाबाले भन्नुहुन्छ होला अथवा बाबा अथवा अमित